नमस्कार। आज हामी अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर 9 मस्टाबण्डाली बजगाउँमा अवस्थित बजगाई बन्धुहरूकी कुलदेवी श्री जालपादेवी मन्दिरको बारेमा ऐतिहासिक एवं तथ्यगत जानकारी प्रस्तुत गर्दैछौँ। कृपया सुनेर प्रतिक्रिया दिनुहोला। आजभन्दा करिब 5000 वर्ष पहिले अर्थात् ईसापूर्व 2975 सालमा भारतमा हिन्दू र मुस्लिम धर्मावलम्बीहरूबीच धार्मिक युद्ध हुँदा भारतका लाखौं हिन्दू धर्मावलम्बीहरू विस्थापित हुन पुगे। त्यसै क्रममा भारतको जलान्धर क्षेत्रबाट मुस्लिम धर्मावलम्बीहरूबाट आफ्नी कुलदेवीलाई संरक्षण गर्दै जुगाउँदै माण्डव्य ऋषिका सन्तान जाजा भट्ट नाम गरेका हिन्दू ब्राह्मण नेपालको धार्मिक एवं पर्यटकीय क्षेत्र सुन्दर सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला कमलबजार नगरपालिका वार्ड नम्बर 9 साबिकको मस्टाबण्डाली गाउँ विकास समिति वार्ड नम्बर 2 मस्टाबण्डाली बजगाउँको देवभूमि जुन सामुद्रिक सतहदेखि करिब 1500 मिटरको उचाइमा अवस्थित पवित्र एवं धार्मिक क्षेत्र देउली डाँडा अर्थात् देउलीको टाकुरोमा आइपुगे र आफ्नी कुलदेवीलाई देउली डाँडामा स्थापित गराई श्री जालपादेवी भगवती परमेश्वरी माता ज्यूलाई विराजमान गराए। भारतको जलान्धर क्षेत्रबाट ल्याएको र श्री जालपादेवी भगवती परमेश्वरी माताज्यूको मूल पर्व श्रावण शुक्ल पक्षको चतुर्दशी अर्थात् मालिका चतुर्दशीका दिन सूर्योदयभन्दा पहिले उठी नित्य कार्य एवं स्नान आदि गरी एकचित्त एक भक्तले पूजापाठ गरी देवीको शरणमा पुगी दर्शन मात्र गर्नाले सम्पूर्ण दुःख, कष्ट, सङ्कट, गरिबी एवं विभिन्न किसिमका समस्याहरूको जालमा परेका आफ्ना भक्तजनहरूलाई त्यो समस्याको जालबाट मुक्त गराउने भएकोले श्री जालपादेवी भगवती परमेश्वरीको नामले भक्तजनहरूले पुकार्दै आएको धार्मिक इतिहास रहेको पाइन्छ। जाजा भट्ट अछामको देवभूमि मस्टाबण्डालीको बजगाउँमा बस्दै गर्दा उहाँबाट वंशवृद्धि हुने कार्य निरन्तर हुँदै गयो। त्यसपछि उहाँले आफ्ना सन्तानहरूलाई 4 भाइ बजगाईमा विभाजन गरिदिनुभयो, जस अन्तर्गत अधिकारी, स्वार, बजगाई र भण्डारी गरी 4 भाइमा विभाजन गरिदिनुभयो। बौद्धिक हिसाबमा सबै भाइभन्दा श्रेष्ठ एवं आफ्ना सबै अधिकारहरू लिएर राजपाट सम्हाली अरू भाइको अधिकार पनि संरक्षण गरेकोलाई अधिकारी भनेर घोषणा गरिदिए। अरू भाइभन्दा सबै कुरामा अब्बल भएको कारणले अधिकारी मात्र कुलदेवी श्री जालपादेवी भगवती परमेश्वरी माताज्यूको मूल पुजारी हुन पाउने व्यवस्था समेत लागू गरे। स्वारलाई देवीको हवन अर्थात् होम गर्ने कार्यमा लगाइदिए। त्यसैगरी बजगाईलाई हेराउने अर्थात् जोइसेलो कार्यमा लगाइदिए र भण्डारीलाई भण्डार अर्थात् अनाजको जिम्मा लगाइदिए। यसरी 4 भाइ बजगाईलाई अलग अलग कामको जिम्मा लगाइदिए। अछामको देवभूमि बजगाउँबाट उत्पत्ति भएको हुँदा 4 भाइ बजगाई भनेर चिनिन थालेको भन्ने मान्यता रहेको छ। मैले अध्ययन एवं अनुसन्धान गरेर बुझेको र हाम्रो समाजका ज्येष्ठ श्रेष्ठ व्यक्तित्व एवं हाम्रो परिवारका अग्रज व्यक्तित्वहरूबाट लिएको जानकारी अनुसार विगत हजारौं वर्षदेखि श्री जालपादेवी भगवती परमेश्वरी माताजीको मूल पुजारीको रूपमा बजगाउँका ठूलाखली अर्थात् ठूलाखलाका अधिकारी रहँदै आएको इतिहास छ, जस अन्तर्गत सुरुमा रामकृष्ण अधिकारी मूल पुजारीको रूपमा रहनुभयो। त्यसपछि रामकृष्ण अधिकारीका छोरा पहराम अधिकारी मूल पुजारीको रूपमा रहनुभयो। त्यसपछि पहराम अधिकारीका छोरा धर्मदेव अधिकारी मूल पुजारीको रूपमा रहनुभयो। त्यसपछि धर्मदेव अधिकारीका छोरा नन्दलाल अधिकारी मूल पुजारीको रूपमा रहनुभयो र हाल नन्दलाल अधिकारीका छोरा दीपक प्रसाद अधिकारी मूल पुजारीको रूपमा रहनुभएको छ। परापूर्व कालदेखि हालसम्म कुलदेवी श्री जालपादेवी भगवती परमेश्वरी माता ज्यूको मन्दिरमा वर्षमा 3 पटक विशेष पूजापाठ हुँदै आएको छ, जस अन्तर्गत जालपादेवीको मूल पर्व श्रावण शुक्ल पक्षको चतुर्दशी अर्थात् मालिका चतुर्दशीका दिन, त्यसैगरी असोज शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन र चैत शुक्ल सप्तमीका दिन जालपादेवी मन्दिरमा मेला लागि विशेष पूजापाठ हुँदै आइराखेको छ। माण्डव्य बजगाई बन्धुहरूले कुलदेवी श्री जालपादेवी भगवती परमेश्वरी माताज्यूको विधि विधानपूर्वक नित्य पूजापाठ एवं आराधना एवं स्मरण गर्दा माता प्रसन्न भई माण्डव्य बजगाई बन्धुहरूलाई विद्या, बुद्धि, धन सम्पत्ति,
सन्तति आदिले भरिपूर्ण गरिदिनुभयो। आफू सम्पन्न भइसकेपछि अछामको बजगाउँबाट बाहिरी जिल्ला र सहरहरूमा धेरै वर्ष पहिलेदेखि नै बसाइसराई गरेर जानेको दर पनि तीव्र गतिमा रहेको पाइन्छ। देशभरि छरिएन रहेका अधिकारी, स्वार, बजगाई, भण्डारी, ग्यावाली, कटुवल, माडीगढे, रावल आदि थर भएका माण्डवी गोतीय सबै बन्धुहरू अछाम जिल्लाको बजगाउँबाट गएका दस्तावेजहरू भेटिन्छन्। त्यसैले देवभूमि एवं पुण्यभूमि बजगाउँलाई बजगाई बन्धुहरूको उद्गम स्थलका रूपमा पनि लिने गरिन्छ। कुलदेवी श्री जालपा देवी भगवती परमेश्वरी माताज्यूका कमल चरणमा कोटी कोटी नमन अर्पण गर्दछु। जय जय देवी।